नमस्कार साथीहरू। आज हामी इतिहासको एउटा निकै रोचक प्रश्नको उत्तर खोज्नेछौँ। उत्तरको गहिराइमा पुग्न कोसिस गर्नेछौँ। त्यो के हो भने संसारका धेरै देश कुनै न कुनै बेला विदेशी शक्तिको उपनिवेश बने। जस्तै भारत बेलायतको अधीनमा रह्यो, भियतनाम फ्रान्सको अधीनमा रह्यो, अफ्रिकाका धेरै देश पनि युरोपेली शक्तिहरूले कब्जा गरे। तर नेपाल र जापान भने औपचारिक रूपमा कहिल्यै उपनिवेश बनेनन्। आखिर किन? यसको उत्तर धेरै रोचक छ मित्र। सबैभन्दा पहिले बुझौँ उपनिवेश भनेको के हो। जब एउटा शक्तिशाली देशले अर्को देशमाथि नियन्त्रण गर्छ, आक्रमण गर्छ, अर्थात् उसलाई जितेर आफ्नो कब्जामा लिन्छ, त्यहाँको शासन आफ्नो हातमा लिएपछि त्यहाँका स्रोत साधन, त्यहाँको शक्तिको प्रयोग गर्छ र आफ्ना नियम लागू गर्छ। यसलाई नै उपनिवेश भनिन्छ। अब प्रश्न उठ्छ, बेलायत जस्तो शक्तिशाली साम्राज्यले नेपाललाई किन कब्जा गर्न सकेन होला? जब नेपाल एउटा खुकुरीको भरमा युद्ध लड्थ्यो जति बेला बेलायत भने आधुनिक बन्दुक, आधुनिक तोप गोला बनाउन सफल भइसकेको थियो। यस्तो शक्तिशाली देशले पनि नेपाललाई चाहिँ हराउन किन सकेन होला, किन आफ्नो नियन्त्रणमा लिन सकेन होला भन्ने प्रश्न चाहिँ मुख्य रहन्छ। अनि पश्चिमी शक्तिहरूले जापानलाई पनि किन आफ्नो उपनिवेश बनाउन सकेनन् भन्ने प्रश्न रहन्छ। पहिलो कारण बुझौँ। पहिलो कारण भनेको कठिन भौगोलिक अवस्था हो मित्र। नेपाल संसारकै सबैभन्दा कठिन र दुर्गम भौगोलिक बनावट भएका देशहरूमध्ये एक हो। यहाँका अग्ला हिमाल, गहिरा खोज, घना जङ्गल, साँघुरा बाटोहरू र अप्ठ्यारा चाहिँ भौतिक अप्ठ्यारा चाहिँ जमिनको कारणले गर्दा विदेशी सेनाका लागि ठुलो सेना लिएर नेपालभित्र पस्नु, नेपालको निम्ति सहजै लड्नको निम्ति चाहिँ एउटा खलङ्गाहरू बनाउनु अथवा चाहिँ लड्नको निम्ति एउटा ब्यारिकेड बनाउनु सजिलो थिएन। यो एकदम गाह्रो काम थियो। युद्ध जित्न सैनिक मात्र होइन, खाना, हतियार र सामग्री पनि पुर्याउनु पर्थ्यो। नेपालको भौगोलिक अवस्थाले गर्दा यो काम निकै कठिन बनाइदियो उनीहरूको लागि। जापानको अवस्था भने पनि केही फरक थियो मित्र, तर उस्तै हुनु चाहिँ। जापानको अवस्था के थियो भने जापान भनेको चाहिँ एउटा टापु राष्ट्र हो। समुद्रले घेरेको देश भएकोले यो आक्रमण गर्न बलियो नौसेना चाहिन्थ्यो। त्यसैले जापानमाथि आक्रमण गर्नु पनि सजिलो थिएन, किन चारैतिरबाट पानीले घेरिएको छ। त्यति बेला आधुनिक सिपहरू अहिलेको जस्तो निर्माण भएका थिएनन्। त्यसैले निर्माण भए पनि एउटा बलियो जत्था लिएर पानी जहाजको भरमा अर्को देशमाथि आक्रमण गर्न त्यति सजिलो थिएन। त्यसै कारणले गर्दाखेरि उनीहरू जापानलाई पनि आफ्नो नियन्त्रणमा लिन र उपनिवेश बनाउन सफल रहेनन्। दोस्रो कारण भनेको देशप्रतिको बलियो भावना। नेपालका गोर्खाली सैनिक आफ्नो देशका लागि ज्यान दिन तयार हुन्थे। देशको निम्ति जस्तोसुकै परिस्थिति पनि लड्नको निम्ति तयार हुन्थे। यसले गर्दा नेपाल युद्धमा उनीहरूले ठुलो साहस देखाए, जुन त्यस युद्धपछि बेलायतले पनि गोर्खाली बहादुरको सम्मान गर्यो। जस्तै एङ्ग्लो नेपाल युद्ध जति बेला भएको थियो त्यति बेला बिना कम हतियारका साथ पनि सुख सुविधा सम्पन्न नहुँदै पनि नेपालका चाहिँ सैनिकहरूले जसरी लडाइँ लडेर वीरता देखाए, त्यसबाट गोर्खालीहरूप्रति उनीहरूको चाहिँ सम्मान रह्यो। उनीहरूले चाहिँ आदरपूर्वक हेर्न थाले। जापानका मानिसहरू पनि आफ्नो देशप्रति अत्यन्त समर्पित थिए। उनीहरू विदेशी शासन स्वीकार गर्न तयार थिएनन्। त्यसै कारणले गर्दा पनि जापानले पनि विदेशीहरूको निम्ति आगमनको लागि आफ्नो बलिदान दिएर लड्न तयार भए। तेस्रो कारण भनेको चाहिँ समयअनुसार परिवर्तन हुनु। इतिहासले देखाउँछ कि जापानले एउटा ठुलो निर्णय गर्यो। उसले पश्चिमी देशको विज्ञान, प्रविधि र आधुनिक शिक्षा सिक्यो र आफ्नो देशमै लागू गर्यो। सेनालाई बलियो बनायो, उद्योग धन्दाको विकास गर्यो र छोटो समयमा शक्तिशाली राष्ट्र बन्यो। यस कारण पश्चिमी शक्तिहरूले जापानलाई सजिलै नियन्त्रण गर्न सकेनन्। नेपालले पनि आफ्नो स्वतन्त्र जोगाउन कूटनीति र सम्झौताको बाटो अपनायो। केही भूभाग गुम्यो, तर देशको स्वतन्त्र अस्तित्व भने बाँचिरह्यो र देशको स्वतन्त्र अस्तित्व भने जोगाउन सफल रह्यो। र त्यसै कारणले गर्दाखेरि यो दुई कुरा पनि नेपाल र जापानको समानता पाइन्छ। चौथो कारण भनेको के हो भने ब्रिटिस शक्तिको सोच। बेलायतको मुख्य उद्देश्य भनेको व्यापार र आफ्नो प्रभाव बढाउनु, आफ्नो राजकाज कायम गर्नु नै हो। नेपाललाई पूर्ण रूपमा कब्जा गर्न धेरै खर्च र ठुलो युद्ध गर्नुपर्ने अवस्था थियो। यति सानो मुलुकमाथि यत्रो धेरै लगानी गर्न र कब्जा गर्न पनि उसलाई गाह्रो भइरहेको थियो। त्यसैले बेलायतले नेपाललाई पूर्ण उपनिवेश बनाउनु सट्टा स्वतन्त्र राज्यकै रूपमा राखेर सम्बन्ध कायम गर्न उचित ठान्यो।
अब महत्त्वपूर्ण कुरा के हो भने धेरै मानिसले जापान कहिले पनि विदेशीको नियन्त्रणमा परेन भनेर सोच्छन्। तर दोस्रो विश्वयुद्धपछि 1945 देखि 1952सम्म जापान मित्र राष्ट्र विशेष गरी अमेरिकाको नेतृत्वमा रहेको सैन्य प्रशासन अन्तर्गत थियो। तर त्यो उपनिवेश भन्ने थिएन। जापानले स्थायी रूपमा विदेशी शासन स्थापना गरिएको थिएन, त्यसैले इतिहासकारहरूले जापानलाई औपचारिक उपनिवेश मान्दैनन्। अब हामीले निष्कर्षमा के भन्न सक्छौँ भने नेपाल र जापानको इतिहास फरक छन्, तर एउटा समानता पनि छ। त्यो के हो भने दुवै देशले सङ्घर्ष गर्दा आफ्नो स्वतन्त्रता जोगाउन सफल रहे। नेपालले आफ्नो कठिन भूगोल, गोर्खालीको साहस र कूटनीतिका कारण स्वतन्त्रता जोगायो भने जापानले पनि समयअनुसार आफूलाई परिवर्तन गर्यो, परिमार्जन गर्यो र शक्तिशाली बनायो, आफ्नो देशको विकास गर्यो र आधुनिक बनेर शक्तिशाली राष्ट्रको रूपमा उभियो। त्यसैले दुई देश आज पनि विश्व इतिहासमा विशेष स्थान राख्छन्। इतिहासले हामीलाई ठुलो पाठ सिकाउँछ। देशलाई बलियो बनाउने कुरा केवल सेना होइन, देशप्रेम, एकता, सैन्यतत्व, बुद्धिमानी र समयअनुसार परिवर्तन गर्ने क्षमता पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। हस्त धन्यवाद। यहाँहरूलाई भिडियो कस्तो लाग्यो? मन परेमा लाइक, सब्सक्राइब र सेयर गर्नुहोला।